नमस्ते टसिदेलेक फ्याफुला सबैजनालाई म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र आजको यस भिडियो भने हामीले समर्पण प्रार्थना गर्नुको विषयमा लिएर चाहिँ समर्पण प्रार्थना गर्नुको कारण के हो भनेर त्यसको विषयमा म बोल्ने छु है। र किनभने यो चाहिँ सबैभन्दा एउटा हामीले थाहा हुनुपर्ने बुझ्नुपर्ने कुरा हो यो समर्पण प्रार्थना भनेको है। र किनभने अब आजसम्म मैले तपाईहरुलाई धेरै धर्म गर्ने कार्यहरू धेरैको बारेमा चाहिँ मैले तपाईहरुलाई भनेको छु है। जस्तै ढोग गर्ने, पानी चढाउने, बत्ती बाल्ने, गुम्बा कोरा गर्ने, मानी जप्ने है, मालाको बारेमा है र धेरैको विषयमा मैले तपाईहरुलाई भनिसके। र धर्म गर्ने बेला हामीले थाहा हुनुपर्ने अथवा बुझ्नुपर्ने धेरै कुराहरू हुन्छन् है। सर्वप्रथम त मैले सधैँ भने चाहिँ हाम्रो सोच यानी हाम्रो मन राम्रो हुनु पर्यो। सोच त्यो धर्मको काम गर्नु अगाडि धर्म गर्नुको त्यो सोच चाहिँ किन गरिरहेको छौं है, कसको लागि गरेको छौं त्यो चाहिँ एकदम राम्रो र सफा हुनु पर्यो, सही हुनु पर्यो है। र अनि दोस्रो कुरा धर्मको कार्यहरू सही तरिकाले गर्नु पर्यो है। त्यो पनि मैले धेरै तपाईहरुलाई भनिसके। र अन्तिममा जब धर्मको कार्यहरू सक्छन् त्यो अन्तिममा समर्पण प्रार्थना भन्छ है। हामीले टिबेटनमा ngowa melam गर्नु भन्छौं। त्यो चाहिँ हामीले एकदमै महत्त्वपूर्ण मान्छौं हामीले है। त्यो चाहिँ सबैभन्दा अब धर्म गर्नु र धर्म गर्नुको सोच लिनु त्यो सबै एकदम महत्त्वपूर्ण हो। तर पनि अन्तिममा समर्पण प्रार्थना गरेन भने चाहिँ तपाईले केही पनि पुण्य कमाउनु हुन्न है त। त्यही भएर चाहिँ यो अन्तिमको जुन कार्य यानी गर्नुपर्ने काम छ हामीले जुन चाहिँ हो समर्पण प्रार्थना हो, त्यो चाहिँ हामीले राम्ररी बुझ्नु पर्यो र राम्ररी गर्नु पर्यो। र त्यसको विषयमा आज म केही कुराहरू भन्ने छु है त। र पहिलो कुरा यो समर्पण प्रार्थना गर्नुको कारण के हो भने जस्तै मानौं हामीले एउटा ठूलो बोरामा हामीले है, एउटा ठूलो बोरामा हामीले चाहे मानौं आलु होस् या स्याउ सुन्तला जे भए पनि हामीले हाल्दै गएर हैन, ठूलो बोरामा हामीले धेरै दुःख गरेर चाहिँ वरिपरिबाट चाहिँ हामीले स्याउ सुन्तलाहरू कट्ठा गरेर जम्मा गरेर बोरा भित्र हाले रे। तर अन्तिममा गएर हामीले त्यो बोरा राम्ररी नबाँधेर राम्ररी नथुनेर यतिकै राख्दियौं भने कसै आएर त्यो बोरालाई हिर्काइदियो अथवा लाताले हान्दियो अथवा जे भए तापनि त्यो बोरा लड्यो भने त तपाईले त्यति दुःख गरेर हाल्नु भएको फलफुल होस् या तरकारी होस् त्यो सबै फेरि खेर जान्छ नि त हैन, गुल्टेर जान्छ, बाहिर पोखी जान्छ। हो त्यो जुन हामीले बोरामा फलफुल र तरकारीहरू हाल्यौं तर अन्तमा त्यो बोरा राम्ररी नबाँधेको कारणले चाहिँ आफूले त्यति धेरै समयसम्म दुःख गरेर त्यो जम्मा गरेको फलफुल र तरकारी त खेर गयो नि त। त्यसैगरी धर्म जे जस्तो सुकै सानो ठुलो जस्तो सुकै धर्म गर्नु भए पनि तपाईले अन्तिममा समर्पण प्रार्थना जुन चाहिँ बोरा बाँध्नु जस्तो हो त्यो गर्नु भएन भने चाहिँ तपाईले गर्नुभएको धर्म खेर जान सक्छ है। र धर्म कसरी खेर जान्छ त्यो पनि बुझ्नु पर्यो हामीले। जस्तै मानौं हामीले एउटा धर्मको कार्य गर्दैछौं, जस्तै मानौं हामीले ढोग गर्दैछौं, ढोग गर्नु त धर्म भयो नि त। ढोग गर्यौं र अन्तमा हामीले समर्पण प्रार्थना ngowa melam नगर्नु अगाडि नै हामीलाई एकदमै रिस उठ्यो भने, मानौं हामीलाई रिस उठ्यो हैन, कसैले हामीलाई केही भनेर रिस उठ्यो, त्यो रिस उठ्यो भने अघिदेखि गरि आएको त्यो ढोग गरेको त्यो पुण्य चाहिँ हामीले गुमाउँछौं है। त्यो पुण्य हामीले कमाउँदैनौं किनभने त्यसको अन्तिममा हामीले समर्पण प्रार्थना नगर्नु अगाडि नै हामीसँग त्यस्तो रिस उठ्ने त्यस्तो काम भयो नि त। त्यसैले चाहिँ समर्पण प्रार्थना गर्नुको कारण विशेष कारण महत्त्वपूर्ण हुनुको कारण चाहिँ त्यो हो है त।
अब यस्तो समर्पण प्रार्थना यानि मोहमेलम धेरै थरीका हुन्छन् है। तपाईँले जुन पनि गर्न सक्नुहुन्छ। आज म तपाईँहरूलाई 4वटा सिकाउने छु है। पहिलो छ झाङसुप सेमचोक रिन्पोछे माके बानम के गिर्चिक केवा न्याम्बा मेपायाङ घौने घौदो फेलवर्षोक है त। अब यसको अर्थ के हो भन्दाखेरि हामी सबैको मनमा बोधिचित्त यानि सबैको हित चाहने मन है, सबैको राम्रो चाहने मन, त्यो चाहिँ हामीलाई त्यो मन होस् है। त्यो मन छैन भने त्यो मन होस् र त्यो मन भएसम्म त्यस्तो मन चाहिँ सबैको हित चाहने मन चाहिँ सबै भनेको फेरि सबै प्राणीहरू हो नि त। फेरि कसै एक दुईजनाको कुरा पनि होइन है त। संसारको सबै प्राणीहरूको हित चाहने मन चाहिँ सधैँ रहिरहोस् र नभयो भने त्यो फेरि होस् र त्यो बिग्रेर नजाओस्, घटेर नजाओस्, त्यस्तो भन्ने एउटा सोच लिएर चाहिँ प्रार्थना गरेको यो चाहिँ है त। र दोस्रो छ सेमजेन थाम्चे थेदाङ देङ्गिर चाहिँ न्यन्डो थाम्चे ताक्दो तोङपर्छौ झाङसु सेम्बा कान्दा सरसुबा थेदा कुङ्गी मेलम ठुपर्छौ। यो चाहिँ के हो भने सबै प्राणीले सुख पाउन्, कसैले पनि दुःख नपाउन्, खास गरी नर्ग है, नर्ग जस्ता त्यस्तो दुःखबाट सबैजना मुक्त हुन्। र बोधिचित्त यानि बुद्धहरू जहाँ पनि बस्नु भएको छ उहाँले जे एउटा सबैको भलाइको लागि, सबैको हितको लागि जे सोच्नु भएको छ त्यो सबै चाहिँ पुरा होस् भनेर। एकदम ठुलो सोच हो नि त यो त हैन। हामीले सधैँ के गर्छौँ, हामीले मलाई यो होस्, मलाई यो होस्, मलाई यो होस् मात्र भन्छौँ नि। संसारको सबै प्राणीलाई यस्तो होस् हामीले धेरै सोच्दैनौँ नि। त्यही भएर चाहिँ यो प्रार्थनाहरू गर्नुको कारण चाहिँ त्यो है त। अब तेस्रोमा छ सनम दे थाम्जे जिबाङी थोप्ने न्याबे ठानाम फाम्जेने के गर्न छे भलप ठुबाई सिबे सोले ठोवा ठोवर्छ। यसको मतलब के हो, हामीले जस्तो सुकै पुण्यको काम गरोस् है त, सानो ठुलो जस्तो सुकै, मानौँ आज मैले थोरै पुण्य कमाओस् अथवा धेरै पुण्य कमाओस्, यो जति पनि मैले पुण्य कमाएको छ त्यो पुण्यले चाहिँ के होस् भन्दा संसारमा सबै प्राणीहरूले संसारको दुःखबाट मुक्ति होस् भन्ने त्यस्तो प्रार्थना हो यो है त। र अन्तमा म एउटा प्रार्थना कुन भन्छु भने मेलम ग्याल्पो थेदाक छोगेचो थाए ठोवा कुनला फेन्जेजिङ कुन दोजाङबो केम्बे सुङडुप्दे न्यासोङ नेनाम मल्यो तोङपर्छ। यो पनि अघिको जस्तै हो। अब यो चाहिँ के प्रार्थना हो भन्दा यसलाई मेलम्की ख्याल्पो पनि भन्छ है, प्रार्थनाको राजा। मानौँ योमा चाहिँ सबै प्रार्थनाहरू यसमै के भन्छ, यसमै छ भन्ने पनि मान्छौँ है। अब यसमा के भनेको छ भन्दा अघि जस्तै हो कि हामीले जति पनि धर्मको कामहरू पुण्य कमायौँ यसले चाहिँ सबै प्राणीलाई राम्रो होस्, सबै प्राणीको हित होस्, सबै प्राणीले सोचेको कुरा सफल होस्, सपनाहरू पुरा होस् भन्ने त्यो सोच लिएर र सबै प्राणीहरूले चाहिँ अनि दुःखबाट मुक्ति होस् भने। अब हामीले जे सुकै गरे पनि, जस्तो सुकै प्राणीले जस्तो सुकै काम गरे पनि, चाहे त्यो सानो कमिलादेखि ठुलो भगवानहरूसम्म पनि के सोच हुन्छ सबैलाई भन्दाखेरि दुःख नहोस्, सुख होस् है। दुःख कसैले चाहँदैन, सबैले सुख चाहन्छ नि। अन्तिममा गएर त्यही हो, अन्तिममा गएर हामी सबैले दुःखबाट मुक्ति हुनु र सुख प्राप्त हुनु है त। र यो थियो तपाईहरूलाई प्रार्थना, समर्पण प्रार्थना गर्नुको कारण, विशेष कारण र केही अनि समर्पण प्रार्थनाहरू तपाईहरूलाई मैले सिकाइदिएको छु, भनिदिएको छु। र यो भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा धन्यवाद। र यसै गरी धर्म सम्बन्धित अरू केही विषयमा तपाईहरूलाई जान्नु मन छ भने तल कमेन्टमा लेखिदिनु होला। हस् त, धन्यवाद।